पैसै छैन कि के दिने त मलाई त काट त ससा निकाल्ने हुँदैन है मलाई त हुँदैन बराबर चाहिन्छ मलाई गोमा बहिनी गोमा नै गोमा विनिता विनिता दाजु भाउजू टिका लगाइदिनु न हामीलाई पैसा दिनु अब बिहा गर्नु अर्को बिहा गर्नु टिका अन्डाल्छु फुल मात्रै टिका चलाएर किन नचलाएको नि बिहान मात्रै चलाएको फुलले मात्रै बराबर है बराबर कि घटाम त मलाई त हिजो चाहिँ नि त्यो अदाले कि हामी पोलिटिक कसेर बस्नु होइन म पोलिटिक कसरी बसेको छु भन्दा चाहिँ मलाई त साँच्चै हो त्यतिखेर त म त्यो अलिकति यतापट्टि पार्टी कसरी बसेको छैन म पार्टी होइन पार्टी कसेर बसेको छु भनेको नि पार्टी कसेको थियो अनि अरू त्यो के अरे च्याम्बर गरिसके पछाडि चाहिँ ताली बजाउँदा त्यतिखेर त्यो भिड्दै गर्न पाइनँ यहाँ भाइ आउने पछाडि बेलुका आउने बेलामा मैले चाहिँ 50-50 लाख रुपियाँ दिइसकेको छु यहाँ होइन यहाँ चाहिँ तपाईँको आज चाहिँ म अलिक मेरो काम थियो त्यही भएर ढिलो भयो आज मेरो चाहिँ यहाँ बुहारीहरूलाई यो भिडियो मार्फतै सबैजनाले भाइको बिहेमा नआउनेलाई चाहिँ अब शुभकामना दिनुहुन्छ के दिनुहुन्छ होइन के सबैजनालाई भाइको नि बिहे भयो यतापट्टि एकजनाको बिहे खानु भएको छ भिडियोमा आउने लजाइरहेको थिएँ मैले बनाइदिँदा थियो अनि नाइ भन्नु छोडिसकेको छ न त नाइ मात्रै भन्ने यहाँ बुहारी अहिले चाहिँ तपाईँको यहाँ बेबाट चाहिँ यहाँ अनेक कुराहरू यहाँ चाहिँ बेहुलाको बाउ निधार कतिमा बेचेको नि होइन बेचेछन् निधार 100 रुपियाँमा 100 रुपियाँ निधार बेचिसक्नु भएको छ यहाँ दिदीहरू हिजो यहीँ बस्नुभयो घर जानुभयो यहाँ दिदीको आमा चाहिँ दिदी बहिनी जस्तै देखिँदो रहेछ कान्छी छोरी हिजो मोटीको बहिनी ल अब हाम्रो बाँकी नै छ होइन हाम्रो चाहिँ एकदम 5:30बाट मात्रै हाम्रो चाहिँ स्टार्टिङ बाँकी छ यहाँ चाहिँ यस्तै छ यहाँ लेखाउनेहरू यहाँ हुनुहुन्छ मैले चाहिँ लेखाइसकेको छु अब चाहिँ यहाँ तपाईँको के छ भने यहाँ दाईहरू अङ्कल दाईहरू पनि हुनुहुन्छ तपाईँ दाजुभाइ जस्तै अनुहार छ त यो मेरो भतिजो छोरो छोरो हाम्रो चाहिँ यो टेन पन्डल क्याटरिङ हो ए हजुर क्याटरिङ सर्भिस कस्तो लाग्यो अब तपाईँहरूलाई खाना मिठो थियो कि थिएन कि अब खानु बाँकी छ चाखेर भन्छ ल चाखेर एकदम तपाईँले भनिदिनु होला यहाँ चाहिँ सबै यहाँ कुखुरा चोरहरू यहाँ कुखुरा चोरहरू कुखुरा चोर हो मलाई अघि भतिजले चाहिँ मलाई बोलाएको 150 रुपियाँ तिर्नुलाई रहेछ फोन गरे कि यहाँ भयो यहाँ भतिजले चाहिँ 150 रुपियाँ तिर्नुलाई के को यहाँ छन् नि यहाँ चाहिँ यहाँ हाम्रो दिङलाकै हुनुहुन्छ 50 लाख उहाँ यो चाहिँ अब यहाँ चाहिँ मेरो नानीहरू छ पछाडि मेरो छोरी म बेमा आएको छौँ मेरो यो बेमा यहाँ
ल खानुहोस् यहाँ खाँदै हुनुहुन्छ बेहुलीलाई फकाए जस्तै फकाएर ल्याउनु पर्यो तपाईँलाई चाहिँ होइन देखाउनु है बेहुलीलाई फकाए जस्तै फकाउनु पर्यो तपाईँलाई परेन है राजन भाइले कल गरिरहनु भएको छ अनि कस्तो छ भने मेरो छोरी कहाँ छ तिमीलाई झन्डै मेरो छोरी भनेर आयो म तपाईँको छोरी न या मेरो नानी आज चाहिँ बाउ छोरी चाहिँ ठ्याक्क हामी पनि अवसर पाइएको छ होइन छोरी होइन मेरो नानी कतिको राम्रो छ कि छैन भनेर कमेन्टमा कमेन्ट गर्नु होला अनि ऋषि म यहाँ यिनीहरू चाहिँ पानी ल यता हेर के छ गर्मी भयो तिमीले पनि बेमार हो के खाएको अनि यहाँ हजुर पनि आउनु भएको हो ए यहाँ हाम्रो यहाँ रोमन रोहितले चाहिँ रोहित पनि आयो हो ल ठिक छ यहाँ चाहिँ तपाईँको के छ भने यो पानीको सिस्टम होला यो के हो यो पानीपुरीको पानी होला यो पानीपुरीको पानी खाने हो सादा पानी खाने कि पानीपुरीको यहाँ चाहिँ रूपान्ती सबै लिँदै हुनुहुन्छ यहाँ घाम टल्क्यो सबै थोक रहेछ यहाँ यो खाने के खाने सलाददेखि लिएर सबै रहेछ खानेकुरा र यो आफै लिने यहाँ चाहिँ उहाँ पनि खाँदै हुनुहुन्छ सानो नानीसँग आउनु भयो के अरे पानी छैन कहाँ छ पानी यो नानीहरूलाई चाहियो अरे क्या ए यहीँ अनि यहाँ चाहिँ अब म यहाँ पानी भर्दैछु पानी भर्नु पर्ने रे खोलिदिनु त यो नानीले चाहिँ हेल्प गर्नुभयो लजालु स्वभावको यो म चाहिँ यो पानी चाहिँ छोरीलाई दिनुपर्ने रहेछ धन्यवाद अब यहाँ अब फेरि पानीको चाहिँ यहाँ धेरै डिमान्ड हुन्छ जाऊ बस म ल्याइदिन्छु यहाँ पक्रा यहाँ यो पानी पक्रा यो पानी यहाँ मुनि चाहिँ निचे त्यो पानी हतार बढ्दैछ खाँदा अड्की कि क्या म लिन्छु ल अब यहाँ चाहिँ रोहितलाई दिनुपर्ने रोहितले अब होइन अबुभन्दा सानोलाई काम राखेकोमा धन्यवाद है मैले कामै नभए उहाँहरू चाहिँ यहाँ खाइसके पछाडि नाच्ने होला नाच्ने कार्यक्रममा छोड भाइ चाहिँ थापिहाल्नु ल यहाँ चाहिँ रूपान्टीहरू चाहिँ मजाले बसिरहनु भएको छ म चाहिँ अन्तिममा बस्नु भनेको के छ रूपान्ती खानेकुरा एकदम ठिक छ कति मिठो रहेछ दिन पानी छोराले दियो हजुर छोराले पानी दियो म एकछिन खान्छु यहाँ एकजना कस्तो छ यहाँ भन्दैन
दादाको कति बिहे थोरै दिनुभयो त यति मात्रै दिनुभयो त अनि मलाई मैले तिमीलाई त्यहाँ देख्छु पैसा यो चिन्ड्याउ न यो दिइराख मलाई नै दिदी यो पनि भेट्दिन है यहाँ बहिनी नि खाना खाँदै हुनुहुन्न रहेछ यो यहाँ भाइ को राजन भाइले फोन गरिरहनु भएको थियो मैले भिडियो के बनाइरहेको थिएँ कि अनि होइन भिडियो बनाइरहेको थिएँ मलाई नै फेरि फोकस गरेर आउनु भयो राजन भाइले फोन गरिरहनु थियो म यहाँ भिडियो बनाइरहेको थिएँ होइन दिनेश दाईको क्यामेरामा मलाई 3 दिनदेखि कैद छु होइन 2-3 पोस्टहरू गइसकेको छ अब अहिले विशेष अतिथि बनाएको मलाई यहाँ साँच्चै उहाँको हाम्रो हिरोमा नै नहुने रहेछ यार पर्सनली पनि भने पनि त झन् उहाँ बोल्नु न क्यामेरा बोल्छ उहाँको होइन तपाईँले सत्यनाशै पार्नुहुन्छ मान्छेलाई खरानी बनाउनु छ उहाँ एउटा त्यो पैदल यात्रीलाई सिसिटिभीले खिच्यो हो हेर्नुभएको छ पैदल यात्रीलाई पुरा पानी दिएको लगेर एक शब्द मिस्टेक भयो भने जिन्दगी धरापमा रहेछ कि उहाँको अगाडि चाहिँ अनि हिजो उहाँ जबरजस्ती नचाएको होइन अब अहिले चाहिँ हामी अब भिडियो चाहिँ अन्तिम बनायो है यहाँ चाहिँ हामी सबैजना साथीहरू छौँ यहाँ हामी यहाँ यता यहाँ हामी यहाँ सबैजना आज चाहिँ तपाईँको हाम्रो यो बिहेको चाहिँ लास्ट दिन हो आज कसले खाने खाऊ होइन विनोद पर विनोद हामी देखिरहेको छ विनोद अहिले चाहिँ हामी अब यो चाहिँ रमाइलोको लागि बनाएको यो चाहिँ तपाईँको फेरि मजा फेरि कमेन्ट नराम्रो नगर्नु होला हामी सबै साथीहरू मात्रै छौँ साथी भएको कारणले चाहिँ मैले यो मजा यसो हाम्रो चाहिँ के थियो कसो थियो कहाँ हिँडेको थियो के थियो भनेर चाहिँ रमाइलोको लागि मात्रै अब चाहिँ यहाँ बेहुलाले खाँदै हुनुहुन्छ यहाँ देखाउने छु डिग्राज भाइ पानी खुवाइदियो खुवाइदियो म खुवाइदियो मापे खुवाइदियो सारेको कि दाइको एउटै च्यानल एकदम उयो होस् न भाइरल होस् ल अनि म खाला दाइ एउटा म खाला साह्रै मिठो हजुर मैले त्यो भित्र सबै गरिसकेँ यहाँ सीता दिदी कहाँ हुनुहुन्छ उहाँको उहाँलाई मात्रै उहाँको मात्रै मैले भएको छैन बाँकी सबै भयो मेरो हो र ओहो हो हामी पनि आइमी त भ्लगमा अब भ्लग अर्गनाइजेसनमा होइन अहिले चाहिँ भित्र के छ भित्रको अवस्था नि देखाउन खोजिरहेको छु मैले यहाँ कोही हुनुहुन्न यहाँ मैले यहाँ यता चाहिँ सबै उयो रहेछ यहाँ चाहिँ सागबारी यी बेहुलाको आमा चाहिँ यहाँ हुनुहुँदो रहेछ मैले सबै अघि मैले खोजेँ मैले भिडियो बनाउँदाखेरि ए भाग्नु भयो के हो सीताजी ए मैले यहाँ भिडियो बनाइरहेको थिएँ क्या तपाईँ मात्रै छुट्नु भएको थियो अनि
तपाईँलाई खोज्दै खोज्दाको यहाँ हेर्नु न एकछिन यता सिधै बोतलैसँग आउने भयो नि तपाईँको खाए बोतलसँग कतिले बिहार खाए तपाईँले थन्काउनु भयो है तपाईँलाई गाह्रो छ नि होइन गाह्रो छ नि छोराको बेला त्यति सजिलो हुन्छ हुँदैन रहेछ त ल अहिले चाहिँ अब यहाँ चाहिँ उहाँको भाउजू उहाँको त धेरैवटा भिडियो मैले पोस्ट पनि गरिदिइसकेको छु नि म त भाइरलै भयो होला आमा म त मरेँ नि होइन तर चाहिँ मैले धेरै बनाइदिइसकेको छु भिडियो ए भगवान् म त के भाइरलै भयो होला तपाईँको भ्युजमा होइन भ्युज धेरै आयो होला देउराको भाउजू म चाहिँ यहाँ चाहिँ अब के भन्नु देउराको विवाहको एकदम इन्जोय भएर यहाँ पुरा के भएको छ के गर्छ थाहै छैन हाँस्न पनि फेरि 3 हप्ता मेरो हाँसिरहेको थियो एकदम बेवा चाहिँ यस्तो मलाई भएछ नि होइन आम्मा बवाल भइरह्यो गभर्मेन्ट पनि कमी छैन यहाँ भलत गर्ने मान्छेले कम्ती भलत खिच्ने